गमलामा बगैँचा बनाउने कला र आनन्द। घरमै प्रकृतिको स्याहार बगैँचा बनाउनुलाई लामो समयदेखि मनलाई शान्ति दिने र मानसिक स्वास्थ्यलाई सुधार गर्ने एउटा राम्रो अभ्यासको रूपमा लिइन्छ। तर गमलामा गरिने बगैँचा काम कन्टेनर गार्डनिङले प्रकृतिको जादुलाई साना र सीमित ठाउँहरूसम्म पनि सजिलै पुर्याउँछ। गमलाको बगैँचाले मानिसहरूलाई आफ्नो बलेसी, बाल्कोनी, बारहथरी, बरामदा वा झ्यालको ग्रिलमा एउटा सानो प्राकृतिक संसार सिर्जना गर्ने अवसर दिन्छ। गमलाको यो सानो सेटअपमा एकैसाथ हुर्कने विभिन्न प्रजातिका बिरुवाहरूले रङ र बनावटको एउटा सुन्दर सङ्गम बनाउँछन्। आफ्नो सुन्दर रूप बाहेक गमलामा बगैँचा बनाउनुका धेरै व्यावहारिक फाइदाहरू पनि छन्, जसले यसलाई जोक्सैका लागि सजिलो बनाउँछ। यसले सीमित ठाउँको सही उपयोग गर्छ, जसले गर्दा फ्ल्याट वा अपार्टमेन्टमा बस्ने मानिसहरूले पनि साना कुनाहरूलाई हरियालीले भर्न सक्छन्। गमलाले बिरुवालाई एक ठाउँबाट अर्को ठाउँमा सार्न सजिलो बनाउँछ, जसले गर्दा घामको आवश्यकता अनुसार ठाउँ बदल्न, खराब मौसमबाट जोगाउन र हरेक बिरुवाको आवश्यकता अनुसार माटो तयार पार्न सजिलो हुन्छ। यसबाहेक गमलाको माटो छुट्टै रहने भएकाले बेकामका झारपातको समस्या हुँदैन र किरा फट्याङ्ग्रा नियन्त्रण गर्न पनि भुइँको बगैँचाको तुलनामा धेरै सजिलो हुन्छ। गमलामा लगाइएका बिरुवाहरूलाई वर्षैभरि हराभरा राख्नका लागि स्याहारका केही आधारभूत नियमहरू पालना गर्नु आवश्यक हुन्छ। गमलामा पानी जमिनबाट बाहिर निस्कने ड्रेनेज सही व्यवस्था हुनु अति आवश्यक छ। त्यसैले जराकुहिनबाट बचाउन पानी बग्ने प्वाल भएका गमला र हलुका माटोको प्रयोग गर्नुपर्छ। पानी र घामको मात्रा पनि बिरुवाको किसिम अनुसार तय गर्नुपर्छ। जस्तै केही बिरुवाहरूलाई सिधा घाम मनपर्छ भने पिस लिली जस्ता बिरुवाहरू हल्का र अप्रत्यक्ष घाममा राम्ररी हुर्कन्छन्। समय समयमा सुकेका पात वा फूलहरू हटाउनु, पातको धुलो सफा गर्नु र जैविक मल हालेर माटोको पौष्टिक तत्त्व बचाइराख्नुले बिरुवाहरूलाई स्वस्थ राख्छ। अन्ततः गमलाको बगैँचाले सहरी जीवन र प्रकृति बीचको दूरी मेटाउने काम गर्छ। फल फल्ने बिरुवा, रङ्गीचङ्गी पातहरू र सुन्दर फूलहरूको सही मिश्रणका साथ जोक्सैले पनि आफ्नो एउटा व्यक्तिगत प्राकृतिक कुना तयार पार्न सक्छ, जसले घरको वातावरणमा ताजा हावा, प्राकृतिक सुन्दरता र शान्ति भर्छ।